चिसो चिसो मौसममा तातो तातो सुप होटलभन्दा मिठो स्वादिलो सुप खानुहुन्छ भने आउनुहोस् मेरो स्टाइलले पकाउँ। वेलकम टु माई भिडियो। साथीहरू, तातो त यो चाहिँ एकदमै चिसो मौसममा जाडो मौसममा त्यो सुप खान सबैलाई रहर हुन्छ होइन। त्यसैले आज म मेरो स्टाइलले बनाउँछु, हजुरहरू पनि बनाएर खानु होला। एकदमै मिठो हुन्छ यसरी बनाएको सुप र हेल्दी पनि हुन्छ। अनि जाडो मौसममा त यस्तो जिउमा त तातो पनि दिन्छ, त्यही भएर पनि अझ मिठो हुन्छ। यसमा चाहिँ मैले गेडागुडी सोयाबिन मजाले भिजाएर राखेको सोयाबिन लिएको छु र आफूसँग घरमा भएको जेसुकै पनि भेजिजहरूले लिन सक्नुहुन्छ। सोयाबिनलाई पनि यसरी मैले भिजाएर यत्तिकोसम्म पानी निचोरेर राखिसकेको छु र चना मटरहरूलाई पनि मैले भिजेको चना मटरलाई 1 सिटी 2 सिटी लगाएर हल्का बफ्याएर राखेको छु भने एउटा कराईमा तेल राखेर त्यसमा चाहिँ लसुन फुराउनुहोस्। लसुनको बास्ना चाहिँ एकदमै मिठो हुन्छ र यो सुपलाई पनि मिठो बनाउँछ। अनि प्याज पनि मसिनो गरेर राखेर चाहिँ हजुरहरूले भुट्न सक्नुहुन्छ। रातो भुन्जेलसम्म मैले चाहिँ यसैमा सोयाबिन हालेर भुटेको छु भने हजुरहरूले चाहिँ छुट्टै पनि भुट्न सक्नुहुन्छ। र आफूले तयार पारेको गेडागुडी तरकारीहरू चाहिँ हालेर एकछिनसम्म राम्ररी पकाउनु होला। किन यो सटे हुनुपर्छ कि हल्का चाहिँ यसको त्यो पानी मर्नुपर्छ अनि मजाले पाक्छ पनि। र मैले चाहिँ हल्का नुन हालेर अगाडि नै यसलाई नुन हालेर चाहिँ पकाउन थालेँ र यो पनि यो चाँडै पाक्छ नि त। पाकिसकेपछि यसलाई चाहिँ मजाले आफूले कतिजना हुनुहुन्छ त्यही अनुसारले पानी रस राखेर मजाले उमालिसकेपछि चाहिँ यसमा माथिबाट अलिकति हजुरले मरिचको धुलो पनि राख्न सक्नुहुन्छ। मरिचको धुलोले चाहिँ स्वाद एकदमै मिठो बनाउँछ। अनि माथिबाट मैले चाहिँ यहाँ कर्नफ्लोर 2 चम्चा कर्नफ्लोरको लाई चाहिँ पानीमा घोलेर हालेको छु, किनभने यसले बाक्लो बनाउँछ रसलाई। भने हजुरहरूले मकैको पिठो, गहुँको पिठो अनि त्यसै गरी कोदोको पिठो, कर्नफ्लोर जे हाल्दा पनि हुन्छ। मैले चाहिँ यहाँ कर्नफ्लोर युज गरेको छु। यत्तिको सुप भइसकेपछि अब सुप तातो तातो खानको लागि रेडी भइसक्यो। अनि यसमा चाहिँ मैले चाहिँ धनियाँको पत्ताले गार्निस गरेको छु। मलाई धनियाँको पत्ता पनि एकदमै मनपर्छ। हजुरलाई मनपर्छ भने हाल्नु होला, मन पर्दैन भने त ठिकै छ। अनि कागती निचारेपछि त यो सुप त एकदमै हेल्दी पनि भयो, मिठो पनि भयो। माथिबाट मैले अघि भुटेर राखेको सोयाबिनलाई पनि राखेको छु। यो होटलभन्दा हेल्दी र मिठो पनि हुन्छ, किनभने होटलमा चाहिँ अरू चिजहरू पनि हालेको हुन्छ होइन। त्यसै गरी यो अजिनामोटो पनि हालेको हुन्छ नि त, त्यो हेल्दीको लागि राम्रो हुँदैन। ल, एकदमै मिठो सुप तयार भइसकेको छ। थ्याङ्क यू फर वाचिङ भिडियो।